सोध्नु पऱ्यो है माथि काम छ त बस धन्यवाद छैन रे भाग भएर दौडिएको गालोबाट भाग छिटो ठिक दौडी भयो गोली दौडिएको उकालो उक्लिनु पायो भइगयो हामीलाई ओह्रालो त त्यसै पनि चिप्लेर गइहाल्छ नि दौडीमा त धरिहाल्छ नि त्यो त जाम भयो भने जान्छ धेरै उकालो छैन नि त के दौडेको यताबाट धेरै उकालो छैन गइहाल्छ नि मुजी 4:04 मा जान्छ यो तान बसन्ती तान उडाइदे धनु सीता राख यो घोषणा गरेर के भयो फेरि सोध्दै मैले चिने खाने चिने हो बोलेर भए सोधिन्थ्यो है होइन मैले चिने गाडी भयो मैले चिने यो कम्पनीको मतलब हुँदैन मेरो चिन्तानको मान्छे भयो भाइ मात्र ब्रेक लाग्ने हो काम त खुल्ला छ जामै छैन त अनि भाले गाडीलाई कहिले जाममा पर्दैन कि चाहिँ भाले गाडीको भाग्य हुन्छ नि भाले भएन भने त पछि कुरा भनिस् अस्ति 2-3 घन्टा मात्रै बस्यो त्यति बस्नु पाएन अनि अरू ट्रकवालाले मैले सोधेँ नि त दाइ कति बेर बस्यो हिजो बेलुकादेखि बस्यो भने नि त 2-3 दिन भइसक्यो भन्थ्यो अनि हाम्रो भाले गाडी 3 दिन उनीहरूको 3 दिन हाम्रो 3 घन्टा जाम पऱ्यो खुल्यो अब अहिले हेरौँ यहाँ के हुन्छ माथि रफ्तार हिँडिरहेको छु म हिँड्ने रफ्तार त नि यसो बाटोमा खडिसक्यो है हामी त म त उसमै छु त यहाँ सपनामा छु त बुटल छैन नि होइन हामी उहाँ अन्त त्यो सुर्खेतको उकालो उक्लिँदै के ओह्रालो त के यार बुटलको त ध्यानै नगरेँ म यहाँ बुटल कटा जमानामा दाउने आइसक्यो ए त्यही नै म पासी गरिरहेको केटाको चेक यहाँ नै पासी चेक गरेर गना होला क्या त्यसलाई रोँदै अनि ठुस छ त्यसलाई बोलेर त्यहाँ मैले रक्सी घिचेर नबोले के गर्नु होला के गर्नु पर्यो यहीँ जाम थियो जाम यहाँ पनि थियो यही हो कि मेन जाम वानमै छ त्यो माथि त्यो त बनाइसक्यो बाटो त यार बाटो त बनाइसक्यो यसमा त जाम हुने उयो चल्दै छैन मैले देखिरहेको पार्किङ हुन्छ नि त जहाँ बाटो बनिरहेको छ नि सिङ्गल छ नि त्यहाँ चाहिँ जाम थियो क्या जाम थियो होइन तलतिर जाम पर्दैन त फेरि हौसी नछिरेसम्म जाम हुन्छ हौसीसम्म छिर्नु पर्ने हुन्छ अनि हौसीको बाटो छिर्यो भने जाम सिध्यो हौसीबाट छिर्यो जाम छ जाम त छैन खै पनि कोसी लाग्यो यसकै टेन्सनले हिँड्यो हामी सुतेर हिँड्छ अनि राति नै हिँड्दिनँ राति जाम खुल्दैन भनेर हिँडेको म बसेर सायद रातिको जाम खुल्यो होला भर्खरै जामै छैन पानी परेको छैन पानी परेको छैन
सिग्नल बाटो काहीँ छैन कि देखिरहेको छु त्यही हेरेर हिँडिरहेको छु सिग्नलबाट गाउँनेको बनाउँदा भनेपछि छ छिर्दैन यही जाम थियो माटो कस्तो दबितिर लोडेर हिँड्ने अरे अनि माटो ताने हुँदैन हाम्रो खाली छ भाडे गाडी छ जामको एक्सर्साइज छ यही जाम थियो त्यत्रो आउने बेलामा आइसक्यो होला मलाई माथिको सेन्टर पनि होला भ्याउनु मैले बाटो हेर्नु नि एकदम भर्छ यो यही हो जाम हुने अनि कारले जाम गर्छ हाइसले जाम गर्छ यो बाटोमा कम्ती चेर दब्बेर हिँडेर बाटो
जामा बजा त्यसको पछाडि पऱ्यो भने 2-4 गाडी पछाडि कम लामा हेर्नु न
बिर्सियो चोरमा खेल जाने बरु अब डिएसपी खट्यो भने यो रोडमा डिएसपी खट्यो भने डिएसपी जागिर गति माने फिल्डमा आएर गाडी पठाइरह नि त हाकिमको फोन आएको गर्ने नम्बर हेर्छ मान्छे है नम्बर हेर्छ कसले गाडीवालालाई के राखेर उनीहरूले मिस्टेक भयो नि मेरो मिस्टेक छैन त्यसको पछाडिबाट मैले